नमस्ते सबैजनालाई। आज चाहिँ म गेट रेडी विथ मी भनेर चाहिँ भ्लग लिएर आएको छु। स्टार्टिङमा चाहिँ मैले यो सिरम लगाएँ मामा अर्थको, एन्ड देन यो लगाउँदा चाहिँ मैले लगभग 1 वर्ष भयो मामा अर्थको युज गर्न लागेको। मेरो फेसलाई चाहिँ राम्रै गरेर आएको छ हैन। अनि फेरि मैले राम्रो छ भन्दा तपाईहरुले नि युज गर्नुपर्छ भन्ने चाहिँ छैन है। फेरि यो चाहिँ मेरो स्किनलाई यसले राम्रो गरे सबैको स्किनलाई राम्रो गर्छ भन्ने चाहिँ हुँदैन है। सो मैले यो सिरम लगाएँ भिटामिन सी को। अब चाहिँ म मोइस्चराइजर लाउन गइरहेको छु। यो चाहिँ जनसन बेबीको मोइस्चराइजर हो। अनि यो पनि मलाई यो लाउन लाग्छ मलाई 2-3 इयर्स भयो र यसले पनि मलाई चाहिँ राम्रै नै गरिरहेको छ। अनि हामीले कसरी लगाउँछौँ भन्ने कुराहरुमा चाहिँ एकदम ध्यान दिनुपर्छ। कुनै प्रोडक्ट हामीले अप्लाई गर्ने बेला नि कस्तो वेमा चाहिँ अप्लाई गर्छौँ आफ्नो फेसमा, अनि हामीले आफ्नो स्किन टोनहरु हेर्नुपर्छ हैन। हाम्रो स्किन टोनलाई र हाम्रो स्किनलाई के कुरा चाहिएको छ त्यो अनुसारले चाहिँ अप्लाई गर्नुपर्छ। आफ्नो फेसमा चाहिँ केही प्रोडक्टहरु युज गर्दा हाम्रो नेपालीहरुको बानी के हुन्छ नि, कसैले हो यो मलाई राम्रो छ भन्ने बित्तिकै त्यसैको पछाडी भाग्ने अनि त्यही प्रोडक्टहरु चाहिँ युज गर्ने बानी छ के, जसले गर्दा चाहिँ सबैलाई त्यो सुइटेबल हुँदैन सबैको फेसमा र विभिन्न किसिमका त्यो एक्नेहरु पिम्पलहरु चाहिँ आउने गर्दछ। तपाईहरुले हातमा त्यो मोइस्चराइजरहरु या सनस्क्रिन लाउनु भने चाहिँ बचेको चाहिँ हातमा यसरी दल्नु लाग्यो, वेस्ट चाहिँ जाँदैन त्यस्तो गर्दा चाहिँ। अनि यसले हातलाई पनि मोइस्चर दिने काम चाहिँ गर्छ। अब चाहिँ म सनस्क्रिन अप्लाई गर्दैछु। यो पनि मामा अर्थको सनस्क्रिन हो, 50+ PA 50+ SPF को प्लस को। अनि जहिले पनि मलाई यो प्याकेट खोल्न त कस्तो अप्ठ्यारो लाग्यो हुन्छ कि हैन, त्यो निक्लिन आउँदैन अनि मलाई हाँसो लाग्छ। सो यो चाहिँ मामा अर्थको प्रोडक्ट चाहिँ मैले अप्लाई गर्न लागेको, जस्ट मेरो फेसलाई चाहिँ सुइटेबल भइरहेको छ हैन। मैले चाहिँ जहिले यसरी फिटेर चाहिँ अप्लाई गर्छु कि खै किन हो, आदतै छ। अनि सनस्क्रिन चाहिँ हामीले अलि धेरै चाहिँ अप्लाई गर्नुपर्छ फेसमा, कति धेरै त लोभ गर्नुहुन्छ कि थोरै लाउनुहुन्छ हैन। अनि त्यो फेसमा लाउनु बेला नि ड्याब गरेर चाहिँ मैले यसरी चाहिँ अप्लाई गर्छु है। सबको आफ्नो तरिका हुन्छ अप्लाई गर्ने। मैले चाहिँ यही तरिकाले चाहिँ अप्लाई चाहिँ गर्ने गरेको छु हैन। अब तपाईहरुले आफ्नो तरिकाले चाहिँ गर्नु होला। यसरी गर्दा चाहिँ सबै एरियामा चाहिँ यसलाई ब्लेन्ड गर्दा चाहिँ यसले अब्जर्भ गर्छ सबैमा र इजिली चाहिँ ब्लेन्ड हुन्छ भन्ने हो। हातमा लिएर गर्दा चाहिँ त्यो हातमा दल्दाखेरि कति सनस्क्रिनहरु चाहिँ वेस्ट जान्छ। सो अगाडि चाहिँ यसरी ड्याब गरेर फेसमा अप्लाई गर्दा चाहिँ सजिलरी ब्लेन्ड हुन्छ र सबै कभर उसलाई चाहिँ फेसमा चाहिँ यसले कभर गर्ने हुन्छ। सो तपाईहरुले पनि यो तरिकाले चाहिँ अप्लाई गर्न सक्नुहुन्छ है। अब यसरी चाहिँ मैले सनस्क्रिन अप्लाई गरेँ। मैले जस 1 इयर जति हुन लाग्यो मामा अर्थको प्रोडक्टहरु युज गर्न लाग्यो। मेरो फेसमा चाहिँ कालीकोट बस्तीबाट चाहिँ मेलाजमा आयो यहाँको घामले, यहाँको पानी मलाई सुट नगरेर। सो एकदम स्किनहरु डल हुने, ड्राई हुने, इभन मेरो फेस चाहिँ त्यस्तो ओइली पनि छैन त्यस्तो ड्राई पनि हैन, मिडियम स्किन हो। तै पनि खै यहाँ आएर चाहिँ कस्तो बिग्रियो के हैन। सो यो युज गर्दा चाहिँ अहिले राम्रो भएको छ मेरो फेसहरु चाहिँ हैन। अनि हजुरहरुले लगाएको सबै उहरु चाहिँ यसरी ब्लेन्ड गरेपछि चाहिँ अनि बजेको चाहिँ हातमा अघि मोइस्चराइजर दले जस्तै यो पनि दल्न पर्छ। नेकहरुमा पनि आफ्नो सनस्क्रिन अप्लाई गर्नु होला हैन। हामी मुखमा मात्रै दल्छौँ, त्यो अनुसार चाहिँ गर्नु हुँदैन। अब चाहिँ म आजको मेरो ड्रेस देखाउन गइरहेको छु। यो चाहिँ मेरो ड्रेस अफ द डे हो। मैले यो न्यू हो, त्यो पनि हट्या रहेनछ हैन। सो आज चाहिँ यो मेरो यो तलमाथि सेट उसको चाहिँ उलनको हो। यो जाडो छ कालीकोटमा अझै त्यो लाउन गइरहेको छु। मलाई चाहिँ यस्तो देखियो यो लगाएर चाहिँ हैन, कस्तो मोटा आयो कि म यता कालीकोट आएर। अनि यसरी आज चाहिँ यो ड्रेस लगाएर राम्रो देखेको छु। म यसरी खाटमा गएर पनि यसरी चाहिँ देखाएँ तपाईहरुलाई, राम्रै देखिएको छ जस्तो चाहिँ लाग्छ यो ड्रेस मलाई। अनि अब चाहिँ अलिकति डिफ्रेन्ट वेमा चाहिँ यसरी पनि हेर्न सक्नुहुन्छ। अलिकति नाटक त पार्नै पर्यो नि हैन, नयाँ ड्रेस लगाइसकेपछि। अयो ममा।